हेलो साथीहरु सबैजना ठिकै हुनुहुन्छ होला फेरि पनि मेरो नयाँ ब्लगमा स्वागत छ र अहिले चाहिँ बेलुकीको पख हैन साँझको बेलामा अब म चाहिँ यो बिस्किट मम्स म्याजिक खाना खाने बेलामा खाना गइरहेको छु विथ कप अफ टी हैन अनि यहाँ चाहिँ हाम्रो फेरि गायक कट हुनुहुन्छ है गायक कट उहाँ चाहिँ एकदमै व्यस्त हुनुहुन्छ र यो चाहिँ हाम्रो आमाले रोपेको फुलहरु हो अनि यहाँ चाहिँ हाम्रो रिल बनाउन व्यस्त आज चाहिँ उहाँ चाहिँ हाम्रो घरको सिङ्गर है गायक कट नेपालीमा हो भने चाहिँ र अब बेलुका पख भए पनि आमा खाने हो बिस्किट आमा मम्स म्याजिक खाने यो चाहिँ मम्स म्याजिक हो यो चाहिँ मिठो हुन्छ हैन सो आज चाहिँ अब आइतबार सन्डे भएको हुनाले चाहिँ दिउँसो चर्च गएको थिएँ चर्च गएर बेलुका घर आएर फेरि बजार गएर बजारदेखि कामसाम सकेर फेरि पनि ब्याक टु होम आएको अनि भोकले धेरै सताइसक्यो छिचिमिरा पनि आउँदो रहेछ त माछा मार्नु चाहिन्छ नि त छिचिमिरा होइन चारोको लागि सो त्यो छिचिमिरा चाहिँ पक्रिराख्यो भने चाहिँ राम्रो हुन्छ तर बिफोर द्याट आइ एम फिलिङ सो हङ्ग्री हियर एन्ड आई निड टु ह्याभ सम बिस्किट्स विथ कप अफ टी सो त्यही हो साथी हो यहाँ चाहिँ हाम्रो फेरि तैँले एभ्रिडे मेरो भ्लगमा होइन यहाँ चाहिँ गाई कटै हो जहिले नै तैँले सिङ मात्रै गरिरहेको हुन्छ है Hello guys, welcome to Aaron's vlog and today is 30th of March. Tomorrow is Idul Fitr. हाम्रो चाहिँ भोलि मोमो खाने प्लान हुँदैछ तर आज चाहिँ गोरुको मासु खाने प्लान तर गोरुको मासु नै पाएन फ्लप फ्लप हाम्रो आमालाई विश्वास लागेछ कि आज चिकन खाने भनेको चिकन त न गोरु पो ल्याउँछ भनेर होला हुनु रे हाम्रो आमाले हाम्रो घरमा चाहिँ मासु चाहिँ साह्रै खान्छ अब उस्तै मान्छेहरू हुन्छ यो चाहिँ राक्षसको घर भन्छ सोच्छ हाम्रो आमाले खालि के को मासु मन पर्छ भन्न हाम्रो आमाले खालि के को मन पर्छ भन्न मेरो आमा चाहिँ राई नि हो खालि गोरु तर आज पनि मैले गोरुको मासु ल्याइदिन्छु ल अहिले फेरि ढिलो भएर छिटो छिटो चिकन खाउँ नि त किचनदेखि बाहिर भित्र गरिदिन्छु हो अन्त अब फेरि मासु चाहिँ ग्यासमा पकाएको मिठो हुँदैन आगोमा पकाएको मिठो हुन्छ नि आमा बोए बोए गर्छ आमा आमा त्यसो गर्दै थियो ए आज थिएन हाम्रो आमा सानो मुडी छ मासु खानु पाएन अन्त रिसले धुवा 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 होइन म ल्याउनु गएको थिएँ कि अहिले छैन बन्द थियो अन्त भनेपछि आज सकेछ थिएन कन्ची नै खाएको हाम्रो आमा चाहिँ अलिक फेरि मासु खानु अब उसले भनेको जस्तो पाएन भने चाहिँ रिसाइहाल्छ नि फेरि होइन बुनु भोलि चाहिँ मोमो खानुपर्छ ल भोलि चाहिँ उयसको कुखुराको मोमो खानुपर्छ यो चाहिँ त्यस्तो मिठो लाग्दैन मोमो दिन त कस्तो के खालके भयो है बेला पानी पर्ला जस्तो छ त यो त आमा पानी आउँछ आमा पानी आउँछ होला आज है हाम्रो आमालाई हरेस लागेछ गोरुको मासु नपाउँदा आज नपाएर नल्यायो कि साथीहरू हाम्रो आमालाई रड्डी लागेछ भोलि खानु लामा ल भोलि ल्याइन्छौ के चिकन खानु न अन्त म चिकन ल्याइन्छु भन्दैछु त हाम्रो आमा चाहिँ फेरि चिकन खानु हिजो खुवाएको हो अब आज चाहिँ गोरुको खान्छु भनेको थियो ठिकै गएको छैन रहेछ चाहिँ अब भोलि ल्याइदिनुपर्छ अहिलेको लागि मम्स म्याजिक खान्छु सो हेर्दै गर्नु होला स्टे ट्युन गाइस तेरो के भन्नु छ कि अरू मेरो च्यानलमा अहिले मेरो च्यानलमा नि 700 प्लस सब्सक्राइबर भइसकेको छ 700 प्लस भइसक्यो छिटो छिटो 1000 पनि दिइहाल्नु छ तपाईहरुले सबजनाले है अनि चाहिँ झन् दामी दामी कन्टेन्ट एभ्रीडे ब्लगहरू हामी हाल्छ हैन सो यो चाहिँ जस्ट सुरुवात हो कहिले कहिले गर्नु पाउँछ हैन सो ज्यादा जस्तो टाइममा हामी पाउँदैन तर पनि यदि 1000 पुगेछ भने त अब त्यहाँदेखि त अब डेली नै आउँछ है सो जे जसो भए तापनि च्यानललाई चाहिँ सब्सक्राइब गरिराख्नु होला है साथीहरू अनि त चाहिँ भन न भ्लग बनाउँदैछ त अल्छी लाग्छ भ्लग बनाउन हेर्दैन जस्तो लाग्छ नि त तपाईहरुले के मैले भ्लग बनाए भने त फेरि हो तपाईहरुले आफ्नो कामहरु बिर्सेर फेरि भ्लगै मात्रै हेरिबस्यो भने त त चाहिँ किन नबनाउनु भ्लगहरु बनाउँछु नि म अब यो अप्रिल 1 तारिखदेखि हाम्रो मलाई भ्लग बनाउनु अहिलेदेखि एउटा बनाउँदैन अन्त यसले के सो यो तल चाहिँ हाम्रो रोड छ है यतिमै छ साथी हो रोड घरकै छ भाइ घरमै छ रोड त यस्तै छ बाई बाई टाटा बाई बाई भन्दै बाई बाई